अहिले नेपालमा लिम्पियाधुरा, लिपुलेख र कालोपानीको आवाजहरू एकदमै तीव्र रूपमा उठिरहेको छ र उठ्नु पनि पर्यो। यो नयाँ सरकार, बालेन्द्र शाहको सरकारले यो कुरोहरू उठाउनु भयो त्यो, र यसमा चाहिँ भारतबाट जुन यसरी जुन वास्ता नगरिकन यस्तो जवाबहरू दिनुभयो सबैलाई एउटा नराम्रो पनि भयो। किनभने यो चाहिँ नेपाल सरकारले यो ठाउँहरू इन्डियालाई, चाइना र यो इन्डिया बीचको जुन वारहरू भइरहेको थियो, इन्डियाको सेफ्टीको लागि त्यो जग्गाहरू दिनुभएको थियो खासमा इन्डियालाई नेपाल सरकारले। तर यो ठाउँहरू कब्जा गरेर प्रशासनिक नियन्त्रणमा लियो र त्यसलाई अब इन्डियाले चाहिँ एउटा व्यापारको रूपमा, एउटा तीर्थस्थलको रूपमा मानसरोवर जानलाई एकदमै राम्रो हुन्छ भने त्यसमा चाहिँ उनीहरूले एउटा ध्यान दिनुभयो भने। तर मानसरोवर भन्दा पनि उनीहरूलाई व्यापारबाट यसो एकदमै फाइदा भइरहेको छ, त्यही भएर त्यो जग्गाहरू एकदमै कब्जा गरेर राखेको छ। तर नेपालले एउटा जसरी यो जुन कदम चाल्नुभयो भने त्यो एकदमै राम्रो हो र यसरी नै आवाजहरू उठाउँदै गऱ्यो भने अन्तर्राष्ट्रिय लेभलमा पनि यसको समाधान गर्न सकिन्छ जस्तो लागिरहेको छ सबैलाई। तर यो चाहिँ कसरी यहाँसम्म कुरो आयो के, यसो हिस्ट्री हेर्नुभयो भने सन् 1816 सुगौली सन्धि भएको थियो, ट्रिटी अफ सुगौली। त्यति बेला चाहिँ नेपाल र इस्ट इन्डिया कम्पनी बीच एउटा सम्झौता भएको थियो। त्यो वारपछि, सुगौली सन्धिको पहिलाको वारपछि त्यो सम्झौता भएको थियो। त्यसमा चाहिँ नेपालले इस्ट एरियातिर, इस्टको साइडतिर यो सिक्किम, दार्जिलिङ धेरै ठाउँहरू लुज गर्यो। उता पहिला अगाडिको पूर्वको ठाउँहरू, यता चाहिँ पश्चिमको यसो कालापानी, यो लिम्पियाधुरा र लिपु लेखहरू यसो चाहिँ नेपालकै हो भनेर त्यसरी उनीहरूले छुट्याउनु भएको थियो के। जुन महाकाली नदीको जुन एउटा एक ठाउँमा यसो सिधा सिधा भइरहेको थियो, एक ठाउँमा चाहिँ दुई टुक्रामा बाँड्यो क्या त्यो खोला चाहिँ के। त्यो खोला चाहिँ एउटा इस्टतिर सानो भयो क्या, एउटा वेस्टतिर चाहिँ ठुलो खोला बग्यो। तर उनीहरूले इस्ट इन्डिया कम्पनीहरूले चाहिँ एउटा त्यही ठुलो जुन नदी छ त्यसरी नै उनीहरूले जे होस् नेपालको सिमाना पर्छ भने त्यसरी उनीहरू टेरिटोरी छुट्याएको थियो। तर त्यस्तै सबैजनालाई थाहा पनि छ, तर इन्डियालाई पनि थाहा भएर पनि उनीहरूले एउटा चाहिँ जानी दाबी गरिरहेको छ। किनभने इन्डियालाई एकदमै त्यो ठाउँहरूबाट, एकदम टेरिटोरीहरूबाट एकदमै फाइदा भइरहेको छ, त्यही भएर उनीहरूले युज गरिरहेको छ। तर अहिले नेपाल सरकारलाई पनि वास्ता